हेलो गुड मर्निङ। आज चाहिँ नि मैले जेनजीहरू बारे केही प्रश्नहरू ल्याएको छु है त। र पहिलो प्रश्न छ जेनजी भनेको के हो। दोस्रो छ जेनजी कति प्रकारको छ। तेस्रो जेनजी कोबाट परिचालित छन्। चौथो जेनजीको नामकरण कसरी भयो। पाँचौं जेनजीको आवश्यकता कसरी भयो। 6 के जेनजीको माग पुरा हुन्छ। 7 यसको फाइदा र बेफाइदा के छन्। 8 यसको महत्त्व के छ। 9 जेनजीले के सन्देश दिन खोजेको छ। 10 1 सकारात्मक 2 नकारात्मक। 11 के जेनजीले ठिक गरेको हो त। 12 28 वर्ष उमेर समूहको जेनजी उचित हो त। 13 जेनजी जसरी परिचालित हुनुपर्ने त्यसरी भयो त। 14 के जेनजीमा पनि गुट उपगुटहरू छन्। 15 ती गुटहरूको आफ्नै स्वार्थ हुन सक्छ के त्यसैले जेनजी जोडिएका हुन् त। लौ त साथीहरू गुड मर्निङ। मैले जेनजी बारेमा केही प्रश्नहरू तयार पारेको थिएँ हैन। त्यो प्रश्नहरू तपाईको समक्ष मैले प्रस्तुत गरेको छु। अब यसभित्र के क्रियाकलाप हुने हो र त्यो क्रियाकलापहरू सही हुने हो कि गलत हुने हो यो समयले निर्धारण गर्नेछ र ती उपलब्धिहरू समयको गर्भमा हैन लुकेको अवस्था छ। अब त्यसको परिणाम के आउने हो। आजसम्मको अवस्था हेर्दा त रहस्यमय छ। अब त्यो रहस्यको पोल्टाबाट के निस्कने हो यो थाहा नभएको अवस्था छ। ल है त साथीहरू